हेलो एभ्रिवान वेलकम टु फरेक्स वाला। आज यो भिडियोमा मैले एउटा स्ट्र्याटेजी सिकाउँछु जुनबाट चाहिँ हजुरहरूले सजिलै प्रफिट गेन गर्न सक्नुहुन्छ र हजुरहरूसँग इफ फन्डेड एकाउन्ट छ भने फन्डेड एकाउन्टहरूलाई पनि हजुरले 5 टु 6 वटा ट्रेडमा इजिली पास गर्न सक्नुहुन्छ। सो यो सेटअप सिकाउनु भन्दा अगाडि म एउटा रिक्वेस्ट गर्न चाहे यो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला बिकज यो स्ट्र्याटेजी भन्दा थर्ड क्लास स्ट्र्याटेजीहरू पनि सिक्नलाई हजुरलाई चाहिँ हाई पे गर्न लाउँछ होइन या हाई पे गर्नु भएको होला बट म यो स्ट्र्याटेजी विदाउट एनी पेमेन्ट सजिलो भाषामा सजिलो तरिकाले सिकाइदिन्छु। पछि चाहिँ म यसको रिस्क रिवार्ड रेसियो पनि देखाउँछु ब्याक टेस्टिङ गर्दाखेरि। सो प्लिज एउटा सब्स्क्राइब गरेर जानु। यो के होइन योभन्दा पनि राम्रो राम्रो स्ट्र्याटेजी अनि प्लस हजुरहरूको कमेन्ट वाइज हेरेर भिडियो अझै राम्रो राम्रो ल्याउने छु। सो एउटा सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला है। ओके सो लेट्स मुभ टु आवर सेटअप। यो सेटअप सिक्नुभन्दा अगाडि हामीले चाहिँ के कुरा चाहियो भनेर म पहिला भन्छु। सो यो सेटअप सिक्नलाई चाहिँ हाम्रो टाइम भनेको 00 हुन्छ द्याट इज युटिसी -4 न्युयोर्क। अब यो टाइम चाहिँ कहाँबाट ल्याउने भन्दाखेरि सिम्पली यहाँ जुन टाइम सो गरिरहेको छ मेरो यो कर्सर हेर्नु होला यो टाइम जोन, यहाँ टाइम जोनमा गएर हामीले चाहिँ युटिसी -4 न्युयोर्क वाला टाइम चाहियो। यो भइसकेपछि अब अर्को चाहिँ के चाहियो भन्दाखेरि बायस। सो बायस चाहिँ एकदम इम्पोर्टेन्ट हो यो स्ट्र्याटेजीको लागि। बायस इफ राइट छ भने हजुरको एसएल हिट हुने चान्सेस चाहिँ एकदम मिनिमम हुन्छ। हजुरको एसएल हिट भए पनि हजुरको डिरेक्सन चाहिँ राइट हुन्छ। बायस चाहिँ एकदम यो स्ट्र्याटेजीमै चाहियो है। विदाउट बायस चाहिँ ट्रेड नगर्नु हजुरहरू फस्न सक्नुहुन्छ। सो त्यसपछि हुन्छ एउटा फल्स मुभ भन्नाले फेक मुभहरू हामीले बुझ्नु पर्यो। फेक मुभ दिन्छ भने लाइक जुन टाइम फ्रेम छ यो 00 भयो त्यसपछि चाहिँ एउटा फेक मुभ आउँछ। पहिला चाहिँ ओपन हुँदाखेरि चाहिँ फेक मुभ आउँछ र त्यसपछि चाहियो एमएसएस। एमएसएस कतिजनाले थाहा छैन थाहा भएन तर एमएसएस भनेको मार्केट स्ट्रक्चर सिफ्ट हो। सो यो कुराहरू पनि चाहियो हामीलाई। सो मार्केट स्ट्रक्चर सिफ्टले चाहिँ हाम्रो कन्फर्मेसन दिने काम गर्छ। ओके दिस ट्रेड इज गोइङ इन आवर डिरेक्सन भनेर आफ्नो ट्रेडलाई चाहिँ अलिकति अझै कन्फर्मेसन गर्न सक्छौँ। त्यसपछि चाहियो पियुआई। यो पियुआईबाट चाहिँ हामीले के गर्छौँ भन्दाखेरि एन्टर गर्ने गर्छौँ। पुरैको लागि चाहिँ टाइम फ्रेम कति चाहियो भन्दाखेरि 5 मिनट। हामीले एन्ट्री एक्जिट जे पनि हुन्छ सबै चाहिँ 5 मिनटमै हेर्छौँ। चार्टलाई चाहिँ एनालाइज 5 मिनटमै गर्छौँ है। र यसको रिस्क रिवार्ड रेसियो हेर्नुहुन्छ भने मिनिमम हजुरले 1:3 राख्न सक्नुहुन्छ तर योभन्दा पनि बढी होल्ड गर्न सक्नुहुन्छ भने न्युयोर्क सेसनको हाफ टाइमसम्म मजाले होल्ड गर्न सकिन्छ है। सो यो भयो यसमा जान्नुपर्ने कुरोहरू र यो कुराहरू चाहिँ हजुरलाई चाहिँ थाहा हुनु पर्यो यो स्ट्र्याटेजीहरूको लागि। सबै कुरा त म भन्न सक्दिनँ एउटै भिडियोमा, भिडियो धेरै लामो हुन सकिन्छ। सो म जस्ट यो कुरालाई यो सेटअपमा के हुन्छ भनेर म सिकाउन चाहन्छु र यो यहाँ भएको कुराहरू चाहिँ पक्कै पनि हजुरलाई थाहा छ। इफ कुनै बुझ्नु भएको छैन भने मलाई कमेन्ट गर्नु होला, त्यसको पनि भिडियो म लिएर पछि राखिदिन्छु है। ओके यसको अब चार्ट हेरौँ कस्तो हुनु पर्यो भनेर चार्टबाट सिक्न कोसिस गर्छ। सो फर्स्ट थिङ हामीलाई के चाहियो भन्दाखेरि टाइम चाहिँ 00 चाहियो, त्यसपछि बायस चाहियो, त्यसपछि फल्स मुभ, एमएसएस, पियुआई चाहियो है। सो यहाँ हेर्न सक्नुहुन्छ यो टाइम भनेको कति हो भन्दाखेरि 00 टाइम फ्रेम हो है। सो यो 00 भयो र मार्केट चाहिँ के गरिरहेको छ भन्दाखेरि यो पछाडिबाट चाहिँ यसरी मुभ गर्दै 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 आइरहेको छ है। सो यहाँ आयो, यहाँ आएपछि के गर्यो मार्केटले माथि गयो भन्नाले फल्स मुभ। यहाँदेखि के बनायो फल्स मुभ। फर्स्ट हाम्रो कन्फर्मेसन गर्नु पर्यो बायस। इफ बायस के छ भन्दाखेरि आजको लागि मानौँ बियरिस छ। सो बियरिस छ भने हाम्रो फल्स मुभ कहाँतिर गर्छ भन्दाखेरि अपवर्ड डिरेक्सनमा। इफ बायस चाहिँ बियरिस छ भने हाम्रो फल्स मुभ अपवर्डतिर गर्नु पर्यो। ठिक छ। यो भइसकेपछि हामीले के हेर्छौँ एउटा मार्केट ओपन भयो, फल्स मुभ बनायो। फल्स मुभ बनाएपछि हजुरले चाहिँ यो स्टकहरूलाई चाहिँ यहीँबाट पिक गर्न सक्नुहुन्छ। यो एक्सट्रिमको कुनै अर्डर ब्लकहरू छ भने यहीँबाट पिक गर्न मिल्यो। नत्र चाहिँ हजुरले कहाँसम्म कुर्न सकिन्छ भन्दाखेरि एउटा एमएसएस बनाउनु पर्यो लाइक हियर। यहाँ एमएसएस गर्यो, पहिला हेर्नु मार्केट ओपन, फल्स मुभ गर्यो, एमएसएस गर्यो। हो एमएसएस गरिसकेपछि यहाँको एक्सट्रिमको अर्डर ब्लक सबभन्दा लोवर पोइन्टको अर्डर ब्लकबाट हामीले चाहिँ यो स्टकलाई पिक गर्न सकिन्छौँ इजिली है। सो हेर्नु है फर्स्ट हामीले के चाहियो भन्दाखेरि बायस। इफ बायस बियरिस छ भने फल्स मुभ कतातिर गर्छ भन्दाखेरि माथितिर गर्छ फल्स मुभ होइन। अनि त्यसपछि चाहिँ के चाहियो भन्दाखेरि मार्केट यहाँ 00 मा ओपन भयो, ओपन भएपछि फल्स मुभ बनायो। फल्स मुभ बनाएपछि के गर्यो यहाँ एमएसएस बनायो। त्यो एमएसएस चाहियो। जब एमएसएस भइसकेपछि एक्सट्रिमको अर्डर ब्लकबाट हामीले चाहिँ पिक गर्छौँ। सो स्टप लस कति राख्छौँ भन्दाखेरि यो अर्डर ब्लकको जस्ट अलिकति तल राख्छौँ अनि त्यसपछि यहाँबाट पिक गएर हजुरले मिनिमम टार्गेट 1:3 राख्न सक्नुहुन्छ। त्यस्तो कुनै हडलहरू छैन भने हजुरले चाहिँ न्युयोर्क टाइमसम्म होल्ड गर्न सक्नुहुन्छ। इफ हडलहरू छ भने हजुरले चाहिँ 1:3 मै बुक गरेर छोडिदिनु। तर बेस्ट भनेको 1:3 1:4 हो। त्योभन्दा बढी चाहिँ इफ हडलहरू छ भने त्यसले चाहिँ अलिकति रिजेक्सन दिन सकिन्छ, नत्र चाहिँ 1:3 हजुरले इजिली जहाँ पनि भेट्न सक्नुहुन्छ। सो यो भयो इफ बायस इज बियरिस होइन। अब वाट इफ बायस इज बुलिस। सो बायस बुलिस छ भने के गर्ने सो त्यो पनि हेरौँ है। सो इफ बायस बुलिस छ भने हाम्रो फल्स मुभ जुन फल्स मुभ भनेको थियो फल्स मुभ कतातिर गर्नु पर्यो भन्दाखेरि डाउन साइडमा गर्नु पर्यो फल्स मुभ
है। लाइक अघि चाहिँ के थियो भन्दाखेरि बायस बेयरिस थियो, बेयरिस भएको बेला चाहिँ हाम्रो फल्स मुभ माथितिर चाहियो होइन, र अहिले बुलिस छ, बुलिस भएको बेला फल्स मुभ चाहिँ डाउन साइडमा चाहियो। ठिक छ, सो यो भयो फल्स मुभको कुरा। ओके, मार्केट चाहिँ तलबाट आइरहेको थियो, यहाँ आयो, मार्केट के भन्यो 0-0मा आयो, 0-0मा आएपछि के गर्यो, फल्स मुभ गर्यो पहिला है, फल्स मुभ गरेपछि यसले चाहिँ के गर्यो, एमएसएस गर्यो, एमएसएस गरिसकेपछि यहाँको एक्सट्रिमको अर्डर ब्लकमा हामी पिक गर्छौँ अनि त्यसपछि बुम 1:3 1:4 4 इजिली गेन गर्न सकिन्छ यो स्ट्राटेजीले है। हजुरहरूले चाहिँ इफ बाइस स्ट्रङ छ र यतातिरको एक्सट्रिमको कुनै पियु आइछ भने यहाँबाट पनि पी गर्न मिल्यो होइन, नत्र चाहिँ कन्फर्मेसनको लागि रोक्नुहुन्छ भने यहाँ एमएसएस पहिला बनाउन दिनु, त्यसपछि फल्स मुभ पछि चाहिँ एमएसएस बनाउन दिनु, त्यसपछि चाहिँ अर्डर ब्लकबाट चाहिँ पी गरेर माथिसम्म होल्ड गर्न सकिन्छ। यसको एसएल कहाँ राख्ने भन्दाखेरि यो अर्डर ब्लकको हल्का तल राखिदिनु, नत्र चाहिँ कुनै प्रपर लोहरू छ त्यहाँ राखिदिनु होला है। र यसको फेरि होल्डिङ भन्नाले कतिसम्म गर्न मिल्यो, न्युयोर्क सेसनको हाफ टाइमसम्म गर्न मिल्यो। इफ कुनै हडलहरू छैन भने यहाँसम्म होल्ड गर्नु, नत्र चाहिँ इफ हडलहरू भेट्नुभयो भने 1:3 1:4मा चाहिँ गो गरिदिनु। सो फेरि पनि भन्न चाहिँ यो स्ट्राटेजी चाहिँ एकदम सिम्पल हो र योभन्दा सिम्पल भाषामा म सिकाउन सक्दिनँ। सो प्लिज सब्सक्राइब चाहिँ गरेर जानु अनि साथीहरूलाई चाहिँ सेयर गर्नु। जुन कुरा बुझेको छैन त्यसलाई चाहिँ कमेन्टमा लेख्नु, म इच एन्ड इन्डिभिजुअललाई चाहिँ कमेन्टमा रिप्लाई दिनेछु। सो अब जाम यसको ब्याक टेस्टिङ, मैले यो बेसिसमा चाहिँ रिसेन्टहरू ट्रेड लिएको चाहिँ म देखाउन चाहन्छु है। सो लेट्स गो टु, म गोल्डमा चाहिँ लिएको थिएँ ट्रेडहरू, सो म गोल्डमा चाहिँ देखाउन चाहन्छु। ओके, सो योभन्दा पछाडिको चाहिँ ट्रेडिङ भ्यूको प्रिमियम भर्जन नलिएको कारणले चाहिँ यतातिरको सो भएन। सो यहाँबाट सो भइरहेको छ, म यहाँबाट देखाउँछु है। सो ओके, लेट्स गो हियर। सो यहाँबाट चाहिँ बुझ्न कोसिस गरौँ के भइरहेको छ भनेर है। सो यहाँ हेर्नु है। ओके, सो फर्स्ट मैले के भनेको थिएँ भन्दा बायस चाहिँ पहिला मार्क गर्नु पर्यो। यो दिनको लागि बायस चाहिँ बुलिस थियो, बुलिस भएपछि मार्केटले के गर्छ भन्दाखेरि 0-0मा ओपन भएपछि पहिला के गर्छ, यसले चाहिँ फल्स मुभ गर्छन् है। फल्स मुभ गरेपछि हेर्नु है, फल्स मुभ गरेपछि यतातिर कुनै लेफ्ट आउट होइन, एक्सट्रिम अर्डर ब्लक कुनै बाँकी छ भने त्यहाँबाट पी गर्न मिल्यो। लाइक मैले चाहिँ यहीँबाट पी गर्न गरेँ। हजुरहरू चाहिँ कहाँबाट गर्न सक्नुहुन्थ्यो भने पहिला एमएसएसको वेट गर्नुहुन्थ्यो। ओके, यो एरियामा चाहिँ एमएसएस बनाउँछ, लाइक हियर इन्टरनल एमएसएस बनायो, यतातिर पनि बनायो। एमएसएस बनाएपछि यहाँको अर्डर ब्लकबाट हजुरले पी गर्नुहुन्थ्यो। सो यहाँबाट पी गरेर यसरी माथि हेर्नु त 1:4 टार्गेटमा मैले क्लोज गरेको छु, भेट्न सक्नुहुन्छ। सो यो भयो, पहिला के गर्यो मार्केटले, बायस बुलिस थियो, मार्केट हेर्नु है 0-0 फल्स मुभ पछि एमएसएस अनि त्यसपछि यहाँको अर्डर ब्लकबाट पी गरेर अनि त्यसपछि राख्न सक्नुहुन्थ्यो। यसको टार्गेट हेर्नु है कहाँसम्म, न्युयोर्कसम्म राख्नु, न्युयोर्क सेसनसम्म राख्नुहुन्छ भने हेर्नु टार्गेट कहाँसम्म गइरहेको छ है। लाइक यो एरियासम्म गइरहेको हुन्छ। 1:4मा मैले क्लोज गरेको छु, तर हजुरहरूले चाहिँ इफ न्युयोर्क सेसनसम्म कुद्नुहुन्छ भने त्यहाँसम्म पनि होल्ड गर्न मिल्यो, तर त्यो लेभलमा चाहिँ कुनै हडलहरू चाहिएन। इफ हडलहरू छ भने त्यहाँबाट चाहिँ फेरि फल हुने चान्सेस पनि धेरै हुन्छ है। अब नेक्स्ट डे ट्युसडे जाम, पहिला मार्केट 0-0मा ओपन भयो, ओपन भएपछि फल्स मुभ बनायो, फल्स मुभ भएपछि एमएसएस पनि गर्यो। एक त यहीँबाट पी गर्न मिल्थ्यो, नत्र चाहिँ अझै कन्फर्मेसनको लागि हेर्नुहुन्थ्यो भने हजुरले चाहिँ यहाँबाट पी गरेर फेरि 1:5 यहाँ इजिली गेन गर्न सक्नुहुन्थ्यो। तो यो चार्टमा पनि के छ भन्दाखेरि बायस बुलिस थियो, बुलिस पछि फेक मुभ चाहियो। सो फेक मुभ यहाँ बनायो, एमएसएस पनि गर्यो, कि त यहीँबाट पी गर्न सक्नुहुन्छ, नत्र चाहिँ यहाँको माथितिरको अर्डर ब्लकमा आएपछि पे गर्न पनि सक्नुहुन्छ। सो यो भयो, यो ट्रेड पनि भयो। अर्को हेरौँ है। सो अर्को हेर्नु, सो यो दिन के गर्यो भन्दाखेरि मार्केटको बायस साइड बियरिस साइडमा थियो, मार्केट फल्स मुभ बनायो, फल्स मुभ भएपछि एमएसएस गर्यो, तर यसले चाहिँ आफ्नो अर्डर ब्लकमा आइदिएन भन्नाले फिल गरेन अनि त्यसपछि चाहिँ तल गयो है। सो भन्नाले इफ हाम्रो डिरेक्सनहरू सबै कुराहरू राइट छ, इफ फिल गरेको भए यो पनि विन हुन्थ्यो। हामीले चाहिँ फेभोको युज गरेर यो ट्रेडहरू पनि समात्न मिल्थ्यो, तर मैले चाहिँ प्राय ओबीबाट नै गरिरहेको हुन्छु, त्यही भएर चाहिँ मैले ओबीलाई नै कुरेँ, मैले फेभोबाट चाहिँ यो स्टक चाहिँ पी गरेन है। सो नेक्स्ट डे हेरौँ। सो वेडनेसडे हेरौँ है के भयो भनेर। मार्केट ओपन स्विङ बनायो, एउटा फल्स मुभ दियो, फल्स मुभ दिएपछि के गर्यो, एमएसएस बनायो, एमएसएस पछि एक्सट्रिमको अर्डर ब्लक यो बाँकी थियो, पी गरेर अनि त्यसपछि हेर्नु त 1:5 सजिलै पाउनु भएको छ। अब जुन मैले अघि भनेको चाहिँ हडलहरू भएको बेला चाहिँ अलिकति रिजेक्सन खान सकिन्छ, त्योहरू चाहिँ विचार गर्नु होला। नत्र चाहिँ इफ यो स्टक पनि न्युयोर्क सेसनसम्म हेर्नुहुन्छ भने लाइक यो एरियासम्म गएको छ, मतलब यति तलसम्म गएको रहेछ, तर हजुरहरूले चाहिँ 1:4 1:3 पहिला बिगनर हुनुहुन्छ भने 1:3 मात्रै राख्नु, पहिला त्यो मात्रै सिक्न कोसिस गर्नु। त्यो सिकिसकेपछि हजुरले चाहिँ आफ्नो रिस्क रिवार्ड रेसियो चाहिँ पछि चाहिँ बढाउनु होला, तर अहिलेको लागि चाहिँ 1:3 मै बसेर गर्नु होला है। हेर्नु है, यो स्ट्राटेजीमा केही पनि छैन, जस्ट एउटा बायसको कुरो हो। बायस चाहिँ हजुरहरू चाहिँ कमेन्ट गर्नुहुन्छ, धेरै रिस्पोन्सहरू आयो, यताउता आयो भने भयो भने म त्यो पनि राखिदिन्छु। सो अब नेक्स्ट डे हेरौँ। सो नेक्स्ट डे हेर्नुहुन्छ भने सो फ्राइडे
पनि हेर्नुहुन्छ भने मार्केट ओपन बायस चाहिँ बियरिश छ, मार्केट ओपन गर्यो, यहाँ एमएसएस बनायो, एमएसएस बनाएपछि यहाँबाट पी गर्न मिल्यो, फेरि एकचोटि अझै बनायो, यहाँबाट फेरि पी गर्न मिल्यो। अनि त्यसपछि हेर्नु दुईटा ट्रेड दुवै 1:3 एउटै ठाउँमा, कति सिम्पल रहेछ है। सो अब विचार गर्नु इफ फन्डेड एकाउन्टहरू छ भने हजुरले चाहिँ कतिवटा ट्रेडमा पास गर्न सक्नुहुन्छ। अघिदेखि हामीले चाहिँ गरिरहेको छौँ, यो गर्दाखेरि चाहिँ एउटा ट्रेड हामीले पाएनौँ, नत्र चाहिँ 1:4 1:3 इजिली गेट गरिरहेको छौँ है। सो प्लिज सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। यो भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला, के कुरा बुझ्नु भएन त्यसको पनि कमेन्ट गर्नु होला। यो कुरा चाहिँ अन्डरस्ट्यान्डिङ भएन त्यसको म रिप्लाई गर्नेछु र अझै हेर्दै जाऊँ। ओके, यो दिन पनि हेर्नुहुन्छ भने एमएसएस गर्यो, फल्स मुभ गर्यो, एमएसएस गर्यो, तर अर्डर चाहिँ फिल गरेन, माथि गयो। अनि त्यसपछि अर्को हेरौँ, फल्स मुभ, त्यसपछि एमएसएस, अनि त्यसपछि डन, यो पनि भयो। अर्को दिन हेरौँ, यहाँ चाहिँ फेरि फिल गरेन, एमएसएस गरेपछि फिल गर्न आएन। अर्को दिन यहाँ हेर्नुहुन्छ भने जुन अघि मैले भनेको त्यो प्रिभियस ओबीबाट पनि पी गर्न सक्नुहुन्छ, लाइक यहाँबाट पनि पी गर्न मिल्यो, त्यसपछि एउटा कन्फर्मेसन लिएर एमएसएसको कन्फर्मेसन लिएर यो लेभलबाट पिक गर्न पनि मिल्यो। सो दुइटा यसरी पनि मिल्यो है। सो यो दिनको हेरौँ है, यो के भएको छ भन्दाखेरि मार्केट चाहिँ मलाई चाहिँ बायस चाहिँ बियरिश छ भन्ने लागेको थियो, मार्केटले यसरी गयो होइन, तर एमएसएस स्टिल गरेको थिएन, यहाँ गयो एमएसएस बनायो, एमएसएस बनाएपछि यहाँबाट हामी पी गर्थ्यौँ, पी गऱ्यौँ, मैले पनि पी गरेँ। त्यसपछि मैले के खाएँ भन्दाखेरि एसएल खाएँ, अनि त्यसपछि यहाँसम्म आएको थियो। अब एसएल किन खाएँ भन्दाखेरि मैले चाहिँ यहीँबाट पी गरेको थिएँ, यो रिजनबाट पी गरेको थियो यतातिरको। अब समटाइम योहरू भइहाल्छ, तर हामी चाहिँ 8वटा ट्रेड लिँदाखेरि 3वटा 4वटा एसएल हिट भइरहेको छ भने त्यो चाहिँ एक्सेप्ट गर्नै पर्यो। मार्केटको बिहेभियर चेन्ज गरिरहेको हुन्छ। सो यसमा चाहिँ हामीले केही गर्न मिल्दैन, 100% एकुरेसी चाहिँ कसैको स्ट्राटेजी चाहिँ हुँदैन। यसमा चाहिँ अब हेर्नु त यो रिजनसम्म आयो, हाम्रो टिपीसम्म आयो, तर एसएल गरेर आयो। सो इट्स नट इन आवर ह्यान्ड, हाम्रो हातमा यो होइन। सो अर्को दिन हेरौँ है। सो अर्को दिन फेरि हेर्नुहुन्छ भने मार्केटले इफ बुलिस थियो, एमएसएस गर्यो, आफ्नो जोनमा आएन, त्यसपछि माथि गएको रहेछ। अर्को दिन फेरि हेरौँ। ओके, यो दिन हेर्नुहुन्छ भने बियरिश थियो ट्रेन्ड, मार्केट ओपन, फल्स मुभ, एमएसएस, यहाँबाट पी गर्ने, त्यसपछि डन। अर्को दिन हेरौँ। सो नेक्स्ट डे हेर्नुहुन्छ भने यहाँ फेरि मार्केटले के थियो भन्दाखेरि मार्केटको बियरिश थियो, बियरिश छ भने फल्स मुभ तल गर्नु पर्यो, तल गर्यो, एमएसएसहरू पनि बनायो, एमएसएस बनाइसकेपछि हाम्रो जोनमा आयो अर्डर ब्लकमा, तर हामीले एसएल गरेर अनि त्यसपछि माथि गएको रहेछ है। सो अब यो एरियामा पनि पी गर्न मिल्छ, त्यो स्ट्राटेजीहरू पनि मसँग छ, तर यो 0-0 वाला स्ट्राटेजीले गर्दा चाहिँ हजुरहरूसँग फन्डेड एकाउन्ट या यताउता केही छ भने या गुड एमाउन्ट अफ प्रफिट कमाउन चाहनुहुन्छ भने जस्ट एउटै स्ट्राटेजी, अरू केही नफोकस गरी यही स्ट्राटेजीमा बस्नुहुन्छ भने इजिली गेन गर्न सक्नुहुन्छ है। अर्को हेरौँ, अर्को दिनको हेर्नुहुन्छ भने सेम, मार्केटले के गर्यो भन्दाखेरि बुलिस थियो, बायस बुलिस छ भने फल्स मुभ तल गर्नु पर्यो, तल मुभ गर्यो, एमएसएस बनायो, एमएसएस बनाएपछि आयो अर्डर ब्लकलाई फिल गर्यो, एक्सट्रिमको अर्डर ब्लक फिल गरेपछि डन फर द डे। अर्को हेर्नुहुन्छ भने फेरि सेम, यहाँ एसएल फेरि खाइयो, यहाँबाट के गर्यो भन्दाखेरि मार्केटले फल्स मुभ दियो, फल्स मुभ दिएपछि एमएसएस बनाउनु पर्यो, द्याट इज एमएसएस गरेको थिएन, मैले चाहिँ यो पिओबाट नै पी गरेको थियो, मेरो बायस पनि मिस्टेक भएको थियो यो दिन। सो यो क्यान्सल गरौँ। अर्को दिन हेर्नुहुन्छ भने ओके, अर्को दिन फेरि मार्केटले के गर्यो भन्दाखेरि ओपन है, ओपन गरेपछि के गर्यो माथितिर गयो, माथितिर गएपछि तर यसको बायस के थियो भन्दाखेरि बुलिस थियो, तर मार्केटले फल्स मुभ माथितिर गर्यो, माथितिर गर्दाखेरि ट्र्याप बनायो, मान्छेले पिपललाई ट्र्याप गर्न खोज्यो, तर बायस बुलिस थियो भने इफ मार्केट यहाँसम्म आयो पिओबाट कि त यहीँबाट पी गर्न मिल्थ्यो होइन, यहीँबाट पी गर्न मिल्थ्यो, कि त वेट गरेर एमएसएसको वेट गरेर एमएसएस गर्यो, त्यसपछि यो लेभलबाट पी गर्न मिल्थ्यो, तर यो दिन चाहिँ फिल गरेन। अर्को दिन हेरौँ है, यो एरियामा चाहिँ हजुरले फेभोको युज गरेर पनि मजाले पे गर्न सक्नुहुन्छ, तर मैले चाहिँ जेनरली अर्डर ब्लकबाट गरिरहेको हुन्छु, त्यही भएर मैले फेभोको युज चाहिँ गर्दिनँ। सेम यहाँ पनि बायस चाहिँ के छ भन्दाखेरि बियरिश छ, माथि गयो, एमएसएस बनायो, फिल गरेन, त्यसपछि डाउन आयो। अर्को हेरौँ, अर्को दिन हेर्नुहुन्छ भने फेरि मार्केटको बुलिस थियो, बुलिस छ भने फेक मुभ दियो, फेक मुभ दिएपछि एमएसएस बनायो, एमएसएस बनाएपछि हामीले फिल गरेन, तर हामीले चाहिँ यो फेभोबाट मजाले क्याच गर्न सकिन्थ्यौँ। अनि त्यसपछि हेर्नु डिरेक्सन हेर्नु है, डिरेक्सन चाहिँ एकदम राइट भइरहेको हुन्छ, त्यो डिरेक्सन भनेको बायस चाहिँ हजुरलाई चाहिँ यो स्ट्राटेजीको लागि क्लियर हुनु पर्यो। सो आजको हेर्नुहुन्छ भने आज चाहिँ प्रपर केही दिएन, त्यही भएर आजको ट्रेड केही थिएन होइन। सो यो भयो हाम्रो स्ट्राटेजी। सो यो स्ट्राटेजीको रिजल्ट हेर्नुहुन्छ भने मैले चाहिँ टोटल ट्रेड 19 डेजको मैले ब्याक टेस्टिङ गरेको छु अहिले, जुन देखाएको थिएँ। त्यो 19 डेजमा के भयो भन्दाखेरि हजुरको चाहिँ टिपी हिट चाहिँ 8वटा भएको रहेछ है, अनि त्यसपछि एसएल हिट 3वटा भएको रहेछ, नट फिल हजुरको 19वटामा चाहिँ 8वटा फिल गरेन, 8 दिन फिल गरेन, जुन मैले ओबीको स्ट्राटेजीमा मात्रै लिन्छु ट्रेड, त्यही भएर चाहिँ 8वटामा चाहिँ गरेन।
र बाँकी इफ हजुरले चाहिँ फेभोको युज गरेर लिनुहुन्छ भने हजुरले चाहिँ अझै मजाले फिल गरेर अझै धेरै चाहिँ टिपीहरू हिट गरेको भेट्नुहुन्थ्यो। बट मैले जे गर्छु त्यही मात्रै देखाउन खोजेको यो स्ट्राटेजीमा। सो यो गर्दाखेरि चाहिँ मैले मिनिमम 1:3 टार्गेट राखेको छु। जुन चार्टमा हेर्दाखेरि मैले 1:5, 1:4 पनि क्याच गरेको मैले देखाएको छु। सो मैले चाहिँ माने यो स्ट्राटेजीहरूमा जस्ट 1:3 मात्रै क्याच गरेँ भने 8 वटा टिपी हिट भएको छ। सो 8 into 3 24 रिटर्न आयो है। त्यसपछि एसएल चाहिँ कति गयो भन्दाखेरि 3 वटा गयो। भन्नाले ओभरअल हाम्रो रिटर्न कति आइरहेको छ भन्दाखेरि 21 आर आइरहेको छ। भन्नाले इट इज भेरी गुड होइन। हजुरको फन्डेड एकाउन्टहरू यताउता केही छ भने सोच्नु त 21% रिटर्न आउनु भनेको इट्स अ ग्रेट थिङ। हजुरले चाहिँ इजिली हजुरले 19 डेजमा जस्ट 8 वटा ट्रेड लिएर चाहिँ मजाले फन्डिङ एकाउन्टहरू या आफ्नो सेल्फ पर्सनल एकाउन्ट छ त्यहाँबाट प्रफिट कति मजाले गेन गर्न सक्नुहुन्छ भने यो ब्याक टेस्टबाट थाहा पाउनुभयो है। सो यो स्ट्राटेजी चाहिँ कस्तो लाग्यो भनेर कमेन्टमा चाहिँ भन्न नबिर्सिनु होला। सब्सक्राइब चाहिँ हान्नु होला। योभन्दा बेस्ट बेस्ट भिडियो पनि आउन बाँकी छ यो च्यानलमा। सो सबजना स्टे कनेक्टेड होइन। सो सब्सक्राइब गरिराख्नु, अझै मजाको भिडियोहरू आउनेछ। स्ट्राटेजीलाई कमसेकम 12-15 वटा चाहिँ ब्याक टेस्टिङ गर्नु, लगभग 1 महिना ब्याक टेस्टिङ गर्नु। त्यो कन्फर्म भइसकेपछि मजाले त्यसपछि ट्रेडमा जानु। सो लास्टसम्म हेरिराख्नु भएको छ भने थ्याङ्क यू भेरी मच। सो आजको लागि यति नै। अर्को भिडियोमा फेरि भेटौँला है।